हेलो गाइस, सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानल आरआर ब्लगमा। आज चाहिँ हामी स्वर्गदारी मन्दिरमा जाँदैछौँ। स्वर्गदारी मन्दिर प्युठान जिल्लाको स्वर्गदारी नगरपालिकामा पर्दो रहेछ। हामी पनि यतै बाटो जाँदैछौँ, भर्खर गाडीबाट हिँड्दैछु। अब चाहिँ हामी स्वर्गदारी मन्दिर जानको लागि गाडीमा चढिसक्यौँ। हामी उकालो बाटोमा हिँडिसक्यौँ। भिङ्ग्रीदेखि स्वर्गदारी मन्दिरसम्म जानलाई चाहिँ 45 मिनटको लाग्ने रहेछ। गाडीमा 45 मिनट आधी घन्टा लाग्ने रहेछ र त्यता पुग्न थालिसक्यौँ। लगभग अब हामी पुगिसक्यौँ। बिस्तारै हिँड्दैछौँ। माथि भिरहरू छ लालीगुराँस। त्यता पुगिसकेपछि हामीले घोडा चढ्यौँ, फोटो खिच्यौँ। अगाडिको भिडियो चाहिँ बनाउन पाइनँ है। पूजाको सामान किन्यौँ। यो गेटबाट चाहिँ अब खुट्टाले हिँडेर जानुपर्छ। अब चाहिँ हामी आफ्नो पैदल यात्रा गर्छौँ। गाडी चाहिँ यतै छुट्ने रहेछ। यता चाहिँ विभिन्न ठाउँबाट पर्यटकहरू आउने रहेछन्, विशेष गरेर इन्डियनहरू आउने रहेछ। यता आज पनि थुप्रो इन्डियनहरू र ज्येष्ठ नागरिक 100-150 जना ज्येष्ठ नागरिक भ्रमण रहेछ। पोखरादेखि आउनु भएको थियो र सँगसँगै हामीले पनि थियौँ र हामी बिस्तारै माथि चढ्दै गयौँ। अनि मेरो बुढा म भ्लग बनाऊ भनेर एउटा भिडियो बनाउँदै थियौँ। अनि मेरो बाबु हिँड्न नमानेर बुढाले चाहिँ बाबुलाई बोक्दै हुनुहुन्छ। म चाहिँ खाली रित्तै हिँड्दै थिएँ। अब चाहिँ करिब आधा घन्टा जति पैदल यात्रा गर्नुपर्छ। सिडी छ मन्दिर जानलाई। यहाँ माथि चाहिँ गाडी जाँदैन रहेछ। अनि गएपछि कि घोडामा। अनि हामीले चाहिँ घोडामा किन जाने, भगवानको दर्शन गर्न आएको, कष्ट नखाएर कहाँ फल पाइन्छ भनेर हिँड्दै गयौँ। अनि बाबुले चाहिँ बिचमा रमाइलो गर्दै सताउँदै बोक्दै लड्दै रुँदै गयौँ। म चाहिँ बाबुलाई रिसाउँदै थिएँ। अनि म अगाडि मेरो बाबु मसँग हिँडे। थोरै बाबु हिँड्नुभयो। अब चाहिँ हामी बिस्तारै मन्दिरमा पुग्यौँ। मन्दिरमा दर्शन गऱ्यौँ। यो मूल मन्दिरबाट दर्शन गरेर यता चाहिँ हामीले दर्शन गऱ्यौँ। बाबु पनि म सँगसँगै दर्शन गर्छु भनेर घुमे मलाई अनि हामीसँग बाबुले सबै मन्दिरमा दर्शन गर्नुभयो। बाबु चाहिँ यताको सामान हेर्दै हुनुहुन्छ। यता चाहिँ थुप्रो आमाहरू बुवाहरू पनि आउनु भएको थियो। आज चाहिँ विशेष ज्येष्ठ नागरिक भ्रमण आउनु भएको रहेछ। 105 जना पोखरादेखि। उहाँहरूसँग पनि कुरा भयो। यो चाहिँ मन्दिरमा घुम्यौँ। मैले जता पूजा गरेँ मेरो बाबु पनि त्यतै गर्दै हुनुहुन्छ। बिस्तारै पूजा गर्दै गयौँ। भगवानले सबैको रक्षा गरन्, तपाईँहरूको पनि रक्षा गरन्, हाम्रो पनि रक्षा गरन्। आशा छ तपाईँहरू पनि मैले मेरो भिडियो मार्फत यो भ्लग मार्फत दर्शन गर्नुहुनेछ। तपाईँको पनि स्वर्गदारी बाबाले रक्षा गरन्, सबैलाई स्वर्ग जाने बाटो बनाउने। यो यहाँ चाहिँ विशेष गरेर स्वर्गमा मर्नुभन्दा अगाडि नै स्वर्गमा घर बनाउन जाने भनेर चलन रहेछ। यतातिर पहिला 5 पाण्डव, महाभारतको 5 पाण्डव चाहिँ यहाँबाट नै स्वर्ग जानुभएको रहेछ। स्वर्गदारी द्वारबाट यहाँ मूल बाटो यता रहेछ। त्यही भएर यसलाई चाहिँ विशेष एक किसिमको धार्मिक र तीर्थस्थल जस्तो मानिने रहेछ। थुप्रो जना आउने रहेछन्। यहाँ विशेष गुफा रहेछ। हामी चाहिँ गुफामा पनि गएको। अहिले एकछिनपछि गुफाको भिडियो पनि आउँछ। गुफामा चाहिँ 5 पाण्डव हिँडेको गुफा छ। यहाँ मन्दिर जति ठाउँ छन् त्यति किसिमका मन्दिर छ। बुढाले पनि दर्शन गर्नुभयो, मैले दर्शन गरेँ। अब चाहिँ मेरो पालो भिडियो बनाउने है। बुढाले चाहिँ अगाडि हिँड्छु भन्नुभयो। बिस्तारै हामी दर्शन गर्दैछौँ, रमाइलो गर्दैछौँ, बाबुलाई बुल्याउँदैछौँ। अनि अब हाम्रो लगभग हामीले 5वटा घुमिसक्यौँ। अब चाहिँ हाम्रो पूजा लगभग सकियो। अब चाहिँ हामीले अब बाबु चाहिँ यता घन्टी बजाउन जाउँ भन्दै हुनुहुन्छ। यता बाबुसँग जानलाई अब रेडी हुँदैछौँ, पूजा पनि गर्दैछौँ। अनि विशेष गरेर तपाईँहरूले पनि महाभारत हेर्नुभयो होला। महाभारतमा 5 पाण्डवहरू स्वर्ग जाँदै हुनुहुन्थ्यो। त्यो बाटो चाहिँ यो ठाउँमा पर्ने रहेछ। यो चाहिँ प्युठानको स्वर्गदारी नगरपालिकामा पर्ने रहेछ। यहाँ चाहिँ सबै चिजको व्यवस्था छ, एकदम राम्रो छ। मन्दिरमा यहाँ आएपछि शान्त मन हुने रहेछ। हामीले स्वर्ग गए जस्तै हुन्छ। माथि स्वर्ग भए ठाउँ जस्तै छ। अब त्यसपछि चाहिँ बाबुले मैले धुप बालेँ। अनि बाबुले चाहिँ घन्टी बजाउँछु भन्दै हुनुहुन्छ, धुप बाल्दै हुनुहुन्छ मसँग। हामी धुप बाल्यौँ। मम्माले जे गर्यो त्यही गर्छु म भनेर बाबुलाई पनि पूजा गर्न लगाएको। अब हामीले चाहिँ घन्टी बजायौँ।
बाबुले चाहिँ घन्टी बजाउँदै हुनुहुन्छ। यता चाहिँ राम्रो रहेछ घन्टी बजाउने, धुप बाल्ने, छुट्टै पूजा गर्ने, विशेष मूल मन्दिरमा चाहिँ फोटो खिच्न र भिडियो बनाउनमा पाइँदैन रहेछ। त्यसैले चाहिँ हामीले विशेष मूल मन्दिरमा फोटो खिच्ने। त्यहाँ चाहिँ विशेष मूल मन्दिर हो। यहाँ चाहिँ म शिवजीलाई पूजा गर्दैछु अनि त्योभन्दा भित्र चाहिँ मूल मन्दिर छ। त्यता भिडियो बनाउन फोटो खिच्न पाइँदैन। त्यसपछि मैले पनि घन्टी बजाएर पूजा गरेँ। लगभग पूजा पनि सकियो। अब चाहिँ हामी गुफातिर जाँदैछु। साँच्चै भन्नुपर्दा यति शान्त मन भयो कि यता गएर धेरै शान्त हाम्रो मन भएको थियो। हामी चाहिँ एकदम खुसी भयौँ। हामीले मनले सोचेको पुरा होस् हामी सबैजनाको, तपाईहरूको पनि घर परिवारमा शान्त होस्। स्वर्गधारी बाबाले तपाईको पनि रक्षा गरून्। तपाईहरूको हाम्रो सबैजनाको रक्षा गरून्। सबै सुख शान्ति भएर बस्नुहोस्, कसैलाई रोग नहोस्। अब चाहिँ हामी स्वर्ग जाने बाटोतिर जान लाग्यौँ। यता करिब मन्दिरदेखि 15 मिनट रहेछ। बाबु चाहिँ बाटोमा पानी खाने, म कहाँ जाने भनेर यो के हो भन्दै चाहिँ लगभग अब हामी स्वर्ग जाने बाटोमा पुग्यौँ। यता चाहिँ स्वर्ग जानुभन्दा अगाडि नै हामीले घर बनाउनु पर्दो रहेछ। त्यहाँ बाटोमा बनाएको घरहरू म देख्दै थिएँ। म पनि यस्तै घर बनाउँछु भनेर हामीलाई थाहा थिएन पहिला। त्यसपछि आमालाई सोधेको घर स्वर्ग जाने बाटो भन्नु। अब चाहिँ फाइनली गाइज हामी स्वर्ग जाने बाटोनिर पुग्यौँ। स्वर्ग दरीको मूल ढोका गुफा भने नि भयो है। यता आमा पूजा गर्दै हुनुहुन्थ्यो। बाबुलाई चाहिँ घन्टी बजाउन हतार भइसकेको थियो। हामीले चप्पल खोल्यौँ। बाबुलाई पनि चप्पल निकाल भन्दै थियौँ। चप्पल निकाल्यौँ। अब चाहिँ म स्वर्गधारी मन्दिरको गुफाभित्र छिरेँ। गुफाभित्र चाहिँ यस्तो शिवजीको लिङ्ग रहेछ। अनि त्यहाँ चाहिँ दान पेटिका रहेछ। खै भिडियो बनाउन मिल्थ्यो कि मिल्दैन थाहा भएन, तर मैले चाहिँ बनाएको छु। अब के गर्नुहुन्छ खै थाहा छैन। ठिकै छ। अब तपाईँहरूलाई चाहिँ हेर्नुहोला। विशेष चाहिँ यता यही बाटो मार्फत 5 पाण्डवहरू चाहिँ स्वर्ग जानुभएको रहेछ भन्ने काल्पनिक कुरा छ। त्यसैमा आधार मानेर हामी आयौँ। बुढोले चाहिँ दान पेटिकामा दक्षिणा राख्नुभयो र बाबुले पनि मैले राख्छु भनेर बाबुलाई पनि फेरि अनि दान पेटिकामा दक्षिणा राख्न बाबुलाई पनि दियौँ। अनि अब चाहिँ हामी यताबाट चाहिँ सिधै अब घर फर्किने तयारीमा छु। यहाँ दर्शन गरिसकेपछि अनि घर जाने हो। गुफा यस्तो छ। तपाईहरू पनि आउनु होला। यहाँ एकदम राम्रो छ। एकचोटि चाहिँ सबैले जानु पर्दो रहेछ। अनि मैले पनि आफ्नो लागि स्वर्गमा घर बनाएँ। मैले चाहिँ 3टा घर बनाएको है। मेरो घर बुढोले एउटा घर बनाउनु हो, मैले चाहिँ 3टा घर बनाएको। अनि घर बनाए सँगसँगै कस्तो राम्रो घर छ मेरो। बाबुले पनि घर बनाउँछु भन्दै हुनुहुन्छ। हामीले चाहिँ बाबुलाई बनाउन नदिएको किनकि अरूको घर बिगार्दै थिए। अनि अब हिँड्दैछु, चप्पल लगाए हिँड्यो। अब चाहिँ हामी घर फर्किने तयारीमा छु। घर फर्के सिडीबाट बाबु चाहिँ जाँदाखेरि चाहिँ धेरै हिँड्नु भयो। म पनि हिँडेँ। हामीले फोटो खिच्यौँ, रमाइलो गऱ्यौँ, पानी खायौँ। अब तलतिर गएर अब बिहान भोकै गएको थियौँ। भोक पनि लाग्न सुरु भइसकेको थियो। अनि म पनि हिँडेँ। हामीले पनि भिडियो बनायौँ किनकि यता नेट थिएन, त्यही भएर अझै बनाउनु पाएन। मैले चाहिँ घुमी घुमी भिडियो बनाउँदैछु। बाबु चाहिँ अगाडि अगाडि हिँड्दै हुनुहुन्छ। अब सबैजना लगभग हिँडिसक्यौँ। अब लगभग हामी तल उत्रिन लागिसक्यौँ। अब बुढोले पनि भिडियो बनाउनु पर्यो है मेरो भन्नुभयो। एउटा बुढोको पनि स्लो मोसनमा भिडियो बनाइदिएको। बुढो पनि खुसी हुनु भएको छ। त्यसपछि हामी बिस्तारै तल झऱ्यौँ अनि खाजा खायौँ गाइज। खाजामा चाहिँ अब अरू केही थिएन, चाउमिन थियो। अनि चाउमिनै नेपालीहरूको राष्ट्रिय फुड चाउमिन र मोमो थियो। अनि हामीले चाहिँ चाउमिन खायौँ। अब आशा छ तपाईँहरूले यो भिडियो हेर्नुहुन्छ, राम्रो मान्नुहुनेछ र लाइक कमेन्ट सेयर गरिदिनु होला। धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। आशा गर्दछु कि तपाईँहरूले लाइक कमेन्ट सेयर गरिदिनु होला। मेरो पहिलो पल्टको कृपया केही गल्ती भएपछि सुधार्नको लागि कमेन्ट मार्फत भनिदिनु होला। धन्यवाद। सबैलाई नै नुमाया छ है।